हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर सोचिराख्नु भएको होला। आज चाहिँ म चाहिँ धरानमा आएको थिएँ हिजो, अनि अहिले चाहिँ ट्याक्क कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ इटरीमा जाँदैछौँ, इटरी भन्ने ठाउँमा। अन्त त्यसपछि किन जाँदैछौँ भने चाहिँ त्यहाँनिर चाहिँ मेरो छ्यामाले चाहिँ अदिया गर्नुभएको रहेछ धान, अनि त्यही धान कति भयो भनेर त्यही हेर्न गएको थियौँ। जाँदाखेरि यति जाडो थियो साथीहरू, यति जाडो थियो। यो धरान र के पो भन्छ, अनि इटरी भन्ने, धरान र इटरी भन्नेको यो बिचको यो के भन्छ बाटो, जङ्गलमा जाँदै थियौँ। यस्तो जाडो थियो, हुसेहरू हेर्नुहोस् न पछाडि, त्यहाँनिर हुसे रहेछ होइन। मैले चाहिँ फेरि पातलो नै लगाएको थिएँ, मेरो छ्यामाले चाहिँ होइन बाक्लो नै लाउनु भएको थियो होइन। मलाई चाहिँ लास्टै जाडो भएको थियो होइन, तर जाडो भए पनि जाडो चाहिँ लास्टै जाडो भएको, तर बोलेर होला अलिक शान्त टाइपको भएको थियो। म त बोलेको थिएँ क्या, अनि यस्तो राम्रो भ्लग बनाउँछु भनेर सोचिरहेको थिएँ। हुनु त साथीहरू मलाई भ्लग बनाउनु पनि आउँदैन होइन, रै पनि बोल्दै जाँदै थिएँ राम्रो बनाउँछु भनेर, तर मैले सकिनँ के। अनि भरे नै त साउन्ड हेर्छु त छैन, मेरो साउन्डै छैन, त्यो भएर मैले यसरी नै गर्दैछु। साथीहरू हेर्न सक्नुहुन्छ होइन। हामी जाँदैछौँ अनि मैले मेरो छ्यामालाई जिस्काउँदै पनि थिएँ, बोलाउँदै पनि थिएँ, तर छ्यामा बोल्नै भएन। छ्यामालाई त साह्रो भइरहेको छ नि, किनभने उहाँ त अगाडि हुनुहुन्छ होइन, हातहरू कति चिसो भएको हुन्छ आराम। म बुझ्छु अब के गर्नु, तर मैले यति पनि भन्दै थिएँ कि कसम छ्यामा म हात गोजीमा लाउँदिनँ पनि भनेको थिएँ। किनभने भन्नुहुन्छ भने मेरो छ्यामाले त ग्लोभ्स लाउनु भएको छैन, अनि म चाहिँ किन हात गोजीमा लाउने भन्दै कसम खाँदै थिएँ क्या आफै। तर मेरो छ्यामा केही बोल्नु भएको थिएन, अनि यसरी नै जाँदै थियौँ, जिस्काउँदै पनि थिएँ होइन मेरो छ्यामा। यसो देखाउँदैछु होइन, यहाँ हेर्नुहोस् ल कति रातो, देख्नुभयो नि नाक कति रातो त्यस्तो भएको हो। अनि म कालो मान्छेको त रातो भइरहेको थियो होइन। मेकअप गर्नुहुन्छ ल, यो मेकअप चाहिँ छैन, लिपस्टिक चाहिँ छ, तर यो हुन्छ नि रातो लाउने त्यस्तो त हामीले गरेको छैन। अनि कहिले आउँछ भन्ने भयो क्या। मेन ठाउँ चाहिँ भन्छु बोलाउँछु बोल्नै हुन्न क्या, रिसाएर हो कि जाडोले हो कि के भइराख्नु भएको थियो। अनि यसरी नै गयौँ। अनि साथीहरू यसरी नै जाँदा के भयो भने हेर्न सक्नुहुन्छ ल, हामी दुईजनामा कसलाई चाहिँ जाडो भएको छ हेर्न त। उहाँ त तातो, भित्रबाट पनि तातो, बाहिर पनि ज्याकेट तातो। मलाई के थाहा धरानमा यति साह्रो जाडो छ भनेर। मेरो छ्यामाले चाहिँ हेर्नु न अघि बाठो भनेर होइन सबै लगाइराख्नु भएको रहेछ, सुज अनि त्यसपछि सक्स पनि लाउनु भएको रहेछ। म चाहिँ छैन अनि यति जाडो भइरहेको थियो। तर कसम चाहिँ मैले किन खाएँ जस्तो पनि महसुस भइरहेको थियो, किनभने हात यस्तो कक्रेको थियो होइन। के भन्नु साथीहरू, हजुरहरूलाई देख्दाखेरि होइन जस्तो लाग्छ होला, तर यति जाडो थियो। हावामा हेर्नु न फेरि यस्तो खतरा कुदाउनु भएको होइन, टोपी नै निस्केला जस्तो। टोपी चाहिँ मैले धन्न लगाइसकेँ साथीहरू, यो टोपीले सानो हेल्प गरेको छ राम। यो चाहिँ मलाई लाज पनि लाग्छ यो टोपी लाउनु। अनि त्यतिखेर काम गर्दा त हो अब के हुन्छ कसले देख्छ र भनेर नै लगाएको थिएँ, तर धेरै यसले चाहिँ मलाई हेल्प गरेको छ। अनि यसरी नै गएँ, मेरो छ्यामालाई बोलाउँछु छैन, बोलचालै छैन, हाँस्नु खोज्नुहुन्छ फेरि रुनु खोजेको जस्तो पनि देख्छु त्यहाँ हेर्नुहोस् न। अनि रै पनि मैले जिस्काउँदै गएँ। अब चाहिँ ट्याक्क साथीहरू हामी सहर भनौँ न, सहरमै पुग्यौँ जस्तो महसुस भयो क्या मलाई चाहिँ। अनि खुसी हुँदै गयौँ। मैले भन्दैछु कि छ्यामा यहाँदेखि त्यहाँ पुग्नु अब कति लाग्छ भन्छु, के भन्नुहुन्छ हुन्छ, म त कुरै बुझ्दिनँ। अनि त्यस्तै भयो। अनि त्यसपछि मेरो छ्यामाले रोक्नुभयो। अनि किन भन्दाखेरि रातो हेर्नु न त मेरो आँखा कस्तो छ भनेर देखाउनु हुँदै थियो। अनि किन भनेर जाँदाखेरि त ठ्याक्कसँगले मक्रल के किन्नु हुने अरे क्या, मक्रल के भन्छ नि त्यो घाँटीमा बाँध्ने गलफन त्यस्तै के भन्छ नि, त्यो किन्ने भन्नुभयो। अनि गयौँ। अनि त्यो पसलभित्र भर्खर त्यहाँ निकाल्नु हुँदो रहेछ। अनि सोध्यौँ पनि, सोद्धाखेरि 850। अनि 850 हामीलाई त अहिले एकछिनमा त चाहिएको थियो। रै पनि हामीले मिलायौँ, किनभने बनेको टाइम थियो, मिलाएरै दिनुहुन्छ जस्तो लाग्यो। अनि जतिसक्दो मिलाएर दिने कोसिस पनि गर्नुभयो। मैले पनि एउटा छाने, मेरो चाहिँ यो, मलाई चाहिँ यो मन पर्यो।
मेरो छ्यामालाई चाहिँ त्यो मैले यो लानु भने अनि ग्लोभ्स पनि किन्नुभयो मेरो लागि पनि किनिदिनु खोज्नु हुँदै थियो तर मैले होइन चाहिँदैन भने अनि म यो पनि किनिरहेको थिएँ कि यो गर्लफ्रेन्ड पनि तर होइन राम्रो लाग्यो क्या अनि त्यही भएर मैले पनि लिएँ टक्कसँगले मेरो छ्यामालाई चाहिँ फेरि कैँडा लागेको छ क्या कैँडा हिँड्नु पनि सक्नुहुन्न त्यस्तो भएर चाहिँ बिचरा होइन कोक्रेर जाडोले म त त्यो ठाउँमा पो आइपुग्यौँ होला भनेको त होइन रहेछ छ्यामालाई लास्टै जाडो भएर चाहिँ रहेछ क्या त्यस्तो कुरा भयो अनि त्यसपछि हामी लाग्यौँ फेरि होइन अनि चाहिँ हामी अब घरमा पनि आइपुगिसक्यौँ फाइनली साथीहरू हेर्न सक्नुहुन्छ अनि हामी लाग्छौँ अब त्यही अगाडिबाट त्यो आँगनबाट भित्र जानुपर्दो रहेछ अनि उता चाहिँ रहेछ खेतहरू अनि त्यतै हामी सारा जान्छौँ जाँदै त्यस्तै हुन्छ साथीहरू आजको दिन चाहिँ हाम्रो यसरी नै गयो हामी फेरि पनि यस्तै राम्रो भिडियो लियौँ सबैजनाले माया गरिदिनु होला बाई बाई साथीहरू।